मैले भनेको नमानिकन तिमीहरूलाई जे मन लाग्छ त्यही गर्यो होइन त आखिरमा जे मन लाग्छ त्यही गर मेरो कुरा सुन्ने होइन रहेछ म आमालाई सम्झाउँछु तिमी दिदीलाई काम के गर्नुपर्छ भनेर बुझाउँदै गर न तपाईँहरू ढुक्क हुनुहोस् आफ्नो काम गर्नुहोस् म यो घर राम्ररी हेरिदिन्छु आमा नरिसाउनु न घर राम्रो हुने कुराहरूमा झन् रिसाउनु हुँदैन नि रिसाको होइन नि यस्तो कुराले घर बिग्रिन्छ पो भनेको त त्यस्तो होइन नि आमा घरमा झन् राम्रो हुन्छ ल तिमीहरूलाई जे मन लाग्छ त्यही गर न त के भन्नु छ र मेरो आमा हामी पनि अफिसतिर गएको है अब दिदीलाई भन्नु न है तपाईँलाई के चाहिन्छ भनेर सबै दिदीले गरिदिनुहुन्छ आज हतार गर्नु पर्दैन है अफिसबाट निस्किनलाई आरामले निस्क म छोरीलाई स्कुलबाट लिएर आउँछु नि घर ओहो आज त तपाईँ आउनु भएको स्कुल लिनलाई नानी कति खुसी छ हेर्नुहोस् त हो नि अबदेखि म लिन आउँछु नि मेरो छोरीलाई ड्याडी अबदेखि तपाईँ नै लिन आउनु ल मलाई हुन्छ छोरी म लिन आइहाल्छु नि मम्मीलाई पनि सजिलो हुन्छ है